अहिले चाहिँ म दुखी डाँडामा एकदम खुसी भएर डुल्दैछु किनभने यहाँ एकदम दामी नाम मात्रै दुखी डाँडा हो होइन ठाउँ त यस्तो दामी छ नि हजुर हेर्नुहोस् है त ल यस्तो बबल सिन छ है आमामामामामा र हाम्रो क्याम्पिङ चाहिँ त्यहाँ रहेको छ हेर्नुहोस् है त ल क्याम्पिङ त्यहाँ रहेको छ है ल यस्तो दामी छ नि यो ठाउँ ल तपाईँहरू अवश्य एकचोटि घुम्न आउनु होला है र खोला त्यहीँनिर छ है अरुण खोला है यस्तो दामी अझ कस्तो त्यो सिन बबल आइरहेछ कि हेर्नुहोस् है त यस्तो दामी छ नि है यस्तो दामी खोला चाहिँ त्यहाँ छ है हेर्नुहोस् है त ल बबाल छ बबाल हाम्रो चाहिँ अस्ति नै प्लान भएको थियो है 3-4 दिन अगाडि यहाँ आउने भनेर है ल हेर्नुहोस् है त दामी छ तपाईँहरू पनि आउनु होला है एकदम तर भोलि 1 गते चाहिँ एकदमै भिड हुने रहेछ किनभने यहाँ तपाईँको म्याक्सिमम् सङ्घसभाबाट त लेगुवा भोजुबाट आउनु हुने रहेछ है यस पिकनिक खाने ठाउँ चाहिँ रमाइलो रहेछ र अलिकति एउटा के रहेछ भन्दाखेरि यहाँनिरको चाहिँ अब जस्तो यो कुन ठाउँ कुन वडा गाउँपालिकामा पर्छ त्यहाँको अलिकति गाउँपालिका वडाहरूले चाहिँ तपाईँको डस्टबिनको मात्रै व्यवस्था गरिदिनु भयो नि जस फोहोरहरू यसरी चाहिँ फाल्नु हुँदैन है हेर्नुहोस् है त त्यसले चाहिँ अलिकति समस्या गर्छ नि त हेर्नुहोस् है त ल त्यो चाहिँ अलिकति कृपया जुनसुकै वडामा पर्छ है त्यो अब जनप्रतिनिधिहरूले अलिकति यसलाई चाहिँ पर्यटक स्थल बनाइदिनु हुन म हार्दिक अनुरोध गर्दछु यो ठाउँ एकदमै दामी छ पिकनिक खानेको लागि है मान्छेहरू आउँछ ल रिल्याक्स गर्छ नि त ठाउँ खोला हेर्छ है हेर्नुहोस् है त ल दामी छ ल